होरी नाच नेपालको पश्चिमी भाग कैलाली कञ्चनपुर जिल्लामा बसोबास गर्ने राणा थारू जातिको प्रचलित नृत्य होरी नाचको इतिहास। विष्णु पुराण अनुसार सत्ययुगमा दानव कुलका राजा हिरण्यकश्यपको पुत्र प्रहलाद भगत देवताको शरण परेपछि पिता हिरण्यकश्यपले आफ्नै पुत्रलाई वध गर्नका लागि बहिनी होरिकालाई आदेश दिन्छन्। होरिकाले देव भगत प्रहलादलाई मार्नको निम्ति आफूसँगै प्रहलादलाई लिई चितामा बस्दा चिताले प्रहलादलाई नजलाई उल्टै होरिका जलेपछि हिरण्यकश्यपले पुत्रलाई मार्ने अनेकौं प्रयासहरूमध्ये होरिकाले जलाउने प्रयास पनि असफल भई होरिका आफै जलेको खुसीमा होली पर्व अर्थात् होरी नाचको सुरुवात भएको मान्यता रहिआएको छ। त्यसै कारणले गर्दा राणा थारूमा लोक उन्मुख परापूर्व कालबाट गाउँदै र नाच्दै आएको प्रस्तुत नृत्य हिरण्यकश्यपले आफ्नै पुत्रलाई के कसरी मार्ने प्रयास गरे र जति प्रयास गर्दा पनि प्रहलाद भगवानको भक्त भएका कारण बस्न सफल भएको सन्दर्भमा रहेको छ। हामीले होली एक दिन मात्र मनाउने गर्दछौँ, तर राणा थारूको भने होली नै मुख्य चाड भएको कारण होलीको सुरुवाती चरणभन्दा 1 महिना अगाडिबाट नै होली मनाउने चलन रहेको पासार फरक समयमा फरक दिनका लागि निर्धारित हुन्छ। जस्तै रातमा गाइने र नाचिने नाच धनगढी उपमहानगरपालिका वडा नम्बर 13 राजपुरमा राणा युथ क्लबद्वारा संरक्षण गरी नाच्दै आएको कलाकार होरी नाच।